हजुरलाई स्वागत छ। मैले अहिले गाना सुन्दैन बाबु। हजुर, हजुरले स्थापना गरेको यो मन्दिर हजुर हैन, हजुरले आफ्नो व्यक्तिगत जग्गामा आफ्नो व्यक्तिगत मनैदेखि एउटा इच्छा जागेर हजुरले यो मन्दिर स्थापना गर्नुभएको थियो आजभन्दा करिब 20 वर्ष अगाडि। अझ होइन, यो 59 सालतिरबाट चाहिँ म यहाँ 54मा आएँ। 59 60 सालबाट सुरु भयो, तर पूजा आज हाम्रो 63 सालमा भयो। सबै जाने किन शिवरात्रि यिनी चाहिँ अब धन्या चलिने 63 साल माघको चानीमा लेखा पनि छ त्यहाँ, त्यो हो। सबैको समिति बनाएर यहाँ ती घाट पनि भएको हुनाले बाबु, अब यहाँ चाहिँ सबै चसन घाट पनि भएको हुनाले यो पहिला धर्मशालालाई चाहिँ सुरु गरियो। धर्मशाला सुरु गर्दा गर्दै यहाँ अब मसाने घाट के भन्ने हल्ला भयो अरे, यसलाई धर्मशाला हो, यहाँ आएर मलामी सलामी बस्ने, यहाँ जलाउने भनेर फेरि यसलाई राम्रो तरिकाले चाहिँ फेरि हामीले नयाँ समिति बसेर सबै कुरा यो चसन घाट भनेर त्यतिकै डराउने कुरो होइन। यो घाटमा आउने मान्छे पानी आउँदा असिनो आउँदा चाहिँ आफ्नो चाहिँ मृत्युलाई त्यहाँ जलाए पनि आएर ओत्तिने ठाउँ जाने त गइहाल्यो, किन दुःख पाउने त भनेर हामीले यो धर्मशाला गरायो। यहाँमा मैले अब के अरू त भनेपछि मैले यो मेरा व्यक्तिगतबाट मैले 40,000 रुपियाँ म दिन्छु यो धर्मशालालाई। मैले चाहिँ मेरा तर्फबाट त्यति काम गर भनेर वनबाट समितिबाट के अरे काठौट ल्याएर पारिवाला चौधरीहरू आफ्नै चाहिँ खेत लाउने थिए, तिनीहरूले ल्याएर यो बनाएपछि फेरि अब धर्मशाला त बनाइयो। अब के यसो भएन, एउटा मन्दिर भएन भनेर शिवालय स्टार्ट गरियो। शिवालय स्टार्ट गरेपछि धन्याचल लगाउँ भनेर फेरि धन्याचल भयो, सप्ताह पुराण पनि भयो 63 साल माघमा। त्यहाँबाट अलिअलि गर्दा यिनी बाहिरबाट हाम्रा घुसेरीमा एउटा बिका बस्नुहुन्थ्यो उता बम्बईमा, एउटा चाहिँ गणेश मन्दिर भयो, यता चाहिँ त्यहाँ महादेवलाई भयो, त्यसले के लिदिउँ भनेर त्यो पनि थापित गरायो। सबैको समितिले गराइयो, तर जग्गा चाहिँ यहाँ थिए 28 धुर चाहिँ पास गरेर दिइया छ। अरू बाँकी रह्यो उता कति छ मलाई पनि त्यही 15-20 धुर हो। हाम्रो सिरदर सरको 10 धुर हो, यता पास गरे कति छ। यही गर्दै हामीहरूले जमाएको हो। कोही बेलामा राम्रो पनि भयो, कोही बेलामा समितिले अब सबै यकिनासे हुन्न, कोहीको मुड कता हुन्छ, आफू कता भइन्छ भनेर यसले पूजाआजा पाएको छैन। तर पूजाआजा भनेर मूर्ति पूजा गरेर मात्रै हुन्न, रमाइलो त बाहिर रङसङ बनाएर देउता पनि भगवान्